हरे कृष्ण फ्यामिली मैले तपाईँहरूलाई भने नि बच्चा बेलामा चर्च पनि गएको थिएँ होइन अनि चर्चमा पनि एकदम रमाइलो लाग्थ्यो मलाई सानो बेला अब क्रिस्चियन स्कुल पनि पढेको हो म अनि त्यसपछि जिजस बाबा गड भन्छु म अहिले पनि आई लभ जिजस बाबा गड हि इज सन अफ गड अनि मैले जहिले पनि सोच्थेँ कि आकाशमा हेरेर जहिले पनि भगवान्जीलाई लाइक धेरै देवी देवताहरू हुनुहुन्छ जिजस बाबा गड पनि हुनुहुन्छ तर एउटा चाहिँ छ कि हु इज लाइक सबैभन्दा ठुलो हो अनि सबैजना शक्ति दिनुभएको चाहिँ एउटा सुप्रिम पावर थियो अनि मैले जहिले पनि आकाशमा हेरेर भन्थेँ एक दिन म तपाईँसम्म पुगेरै छाड्छु भन्ने मेरो थियो होइन अनि तर अब त्योभन्दा हुन्छ नि अब कति धेरै कुराहरू भोग बाँकी हुन्छ आफ्नो कर्म हुन्छ होइन भगवान्जी त एउटा आफ्नो डिभाइन टाइममा आउनुहुन्छ त्योभन्दा पहिला चाहिँ भगवान्जीले कति धेरै कर्महरू पनि क्लियर गराइदिनुहुन्छ कि अब हाम्रो कार्मिक्सहरू हुन्छ नि जोसँग हाम्रो कर्मको अकाउन्ट बाँकी हुन्छ पहिला जन्मको अनि तिनीहरू आउँछ उनीहरूसँग कर्म सकिन्छ तपाईँको कर्म सकिने बित्तिकै भगवान्ले त्यो मान्छेहरूलाई छुट्याइदिनुहुन्छ क्या साथीभाइ जो पनि रिलेसनसिप एनिथिङ होइन अनि त्यस्तो अनि एक दिन मेरो स्पिरिचुअल अवेकनिङ भयो 2016मा अनि मेरो स्पिरिचुअल अवेकनिङ चाहिँ नि एकदम डेभस्टेटेड भयो कि म यस्तो यस्तो पोइन्टमा आएँ कि लाइक मैले यस्तो सोचेँ कि माई गड यो संसारमा एक त मलाई ब्ल्याक म्याजिकको शिकार थिएँ म एकदम ब्याडली इभन माई होल फ्यामिली होइन अन टप अफ इट अनि लाइक मलाई यस्तो लाग्यो कि प्योर लभै छैन साथीभाइदेखि लिएर सबैजनालाई यस्तो अब टक्सिक परेको कि मलाई अब आफूले कसरी माया गर्छ त्यो त आफूलाई थाहा छ नि त होइन हामीले कुन लेभलमा माया गर्छ सबैजनालाई आफ्नै सोच्ने बानी अनि मैले सबैलाई आफ्नै परिवार जस्तो नै माया गरेँ मैले लाइफमा अनि अरूहरूबाट चाहिँ अभियसली आफू जस्तो छ हामी अरूलाई त्यस्तै सोध्छ तर अरूबाट त्यही पाउँछ भन्ने हुँदैन त्यो चाहिँ मेरो गल्ती भयो अनि अब धेरै सिक्यो मान्छेहरूबाट पनि तर आइएम सो ग्रेटफुल होइन जसले पनि मलाई हर्ट गर्यो because they were hurt themselves that's why they hurt me and they backstabbed me they gossiped about me and so many things आफ्नै बारेमा पनि गलत गलत कुराहरू पनि सुन्ने भयो लाइक एक्चुअलमा चाहिँ नि कसैले पनि हुन्छ नि रियली भन्ने हो भने हामीलाई डिपली र क्लोजली कि चाहिँ आफूले आफूलाई चिन्छ कि चाहिँ भगवान्जीले मात्रै चिन्ने हो कि हाम्रो आमा बाउ दिदी बहिनी दाजुभाइहरूले पनि एक्चुअली हामीलाई क्लोजली चिने हुँदैन कि हामी एक्चुअली कस्तो छ कि 24 घन्टा बसेर हेर्ने प्रभुलाई थाहा हुन्छ नि त होइन हामी कस्तो छ र हाम्रो मनमा के छ हाम्रो सोच कस्तो छ होइन अब कति पोइन्ट अफ लाइफमा हामीले पनि हर्ट गरेर हुन्छ मान्छेलाई हामीले गर्छु भनेर गर्ने पनि होइन त्यो मोमेन्टै यस्तो के तर मनबाट त मैले आई नेभर थट लाइक म कसैलाई हर्ट गर्छु या केही नराम्रो गर्छु मनमा त मैले जहिले राम्रै राखेको छु तर जब त्यो कार्मिक प्याकेजेस आउँछ त्यो पोइन्ट अफ लाइफमा जे पनि हुनसक्छ कि तपाईँले नाइ दिस द्याट भनेर हुँदैन आफ्नो कर्मको भोग भन्छ नि यहाँ लेखेको कहिले पनि बद्लिँदैन भने त्यस्तै हो कि अनि मेरो स्पिरिचुअल अवेकनिङ भयो आई वाज सो डेभस्टेटेड म एकदम सुसाइडल थट्समा पनि गएँ थिएँ कि लाइक ओहो यहाँ त प्योर लभ भन्ने हुँदैन रहेछ मान्छेहरू एकदम अलग फिल भयो कि यो संसार मैले सोचेको जस्तो त होइन रहेछ भन्ने रियलाइजेसन भयो होइन अनि मलाई चाहिँ एकदमै आई जस्ट फेल्ट सो डेभस्टेटेड अनि त्यसपछि इन अ पोइन्ट लाइक मलाई के लाग्नु थाल्यो भने एउटा पोइन्टमा त्यही अनि मलाई चाहिँ फिल हुन थाल्यो कि यो संसारमा प्योर लभै छैन भनेर अनि मलाई चाहिँ एकदमै हिम्मत हारेको जस्तो टोटली कि लाइक आई वाज रियली डेभस्टेटेड बाई द टाइम आई हेभ सफर्ड अ लट एन्ड त्यसपछि having a soft heart and being highly sensitive in this world is a very different thing because एक त you are always misunderstood तपाईँको लभ तपाईँको काइन्डनेसलाई चाहिँ मान्छेहरूले अर्कै सोच्दो रहेछ अब you know world is different obviously अनि त्यसपछि जब मेरो अवेकनिङ सुरु भयो एन्ड आई स्टार्टेड रियलाइजिङ अनि धेरै कुराहरूको प्रश्नको आन्सर्सहरू आयो अनि डिभाइन जर्नीबाट धेरै कुरा थाहा पाउन थालेँ साइन्सहरू आउन थाल्यो अनि हुन्छ नि कुण्डलिनी अवेकनिङ भन्छ त्यसलाई अनि त्यसपछि मलाई एकदमै आफ्नै भित्र मेरो जुन चक्रस 7 चक्रस हिल गर्नुपर्छ भन्ने रियलाइज हुन थाल्यो मलाई मेडिटेसन गर्नुपर्छ म ध्यानमा बस्ने लाइक 2-3 आवर्स ध्यानमा बस्थेँ ध्यानमा बस्दा पनि एकदमै डिफ्रेन्ट ब्युटिफुल एक्सपिरियन्सेसहरू भयो अनि धेरै कुरा छ अझ यो सेयर गर्नलाई तर मोस्टली म टेम्पलमा जब म मन्दिर गएँ होइन
2017मा चाहिँ मेरो लाइफमा कृष्ण आउनुभयो कि अनि जब काना आउनुभयो होइन म एकदम खुसी थिएँ कि लाइक एक त अवेकनिङले नै मलाई यति खुसी बनायो लाइफमा फर्स्ट टाइम स्पिरिचुअल अवेकनिङमा चाहिँ मैले म को हो भनेर चिन्नु थालेँ होइन त्यसपछि जब झन् कृष्ण आएपछि भन्छ नि सुनमा सुगन्ध त्यस्तो भयो अनि कृष्ण आइसकेपछि त झन् मेरो लाइफको रियल मिनिङै थाहा भयो कि लाइक ओ माई गड बच्चादेखि खोजेको भगवान् चाहिँ त मेरो अगाडि आइपुग्नु भयो जसलाई चाहिँ बच्चा बेला खासमा मैले कृष्णलाई मान्ने पनि थिइनँ कहिले पनि अनि काना आउनुभयो जो कि चाहिँ नि अब मेरो लाइफमा काना अलवेज हि वाज अलवेज देयर बिकज मेरो फ्यामिलीमा ठुलो आमाहरू अब मेरो हजुरआमाहरू चाहिँ मेरो माहरू सबैले नै मान्नुहुने के कृष्ण राधाकृष्णलाई तर मलाई चाहिँ प्राय अब एक त क्रिस्चियनिटीमा थिएँ अनि प्लसमा बाबा भोलेनाथ सपनामा धेरै आउने भएर चाहिँ मलाई बाबा भोलेनाथ एकदम मनपर्ने अनि कालीमा हुन्छ नि दुर्गामाले एकदम दर्शन दिने बच्चादेखि सपनामा अनि मलाई चाहिँ मेरो झुकाव चाहिँ नि बाबा भोलेनाथ र उसको माको प्रति थियो होइन अनि त्यसपछि पछि रियलाइज भयो कि ए शिव बाबाको कृपाले नै कृष्ण भक्ति पाउने रहेछ अनि कानाले गरेर चाहिँ नि एकदमै खुसी थिएँ म एकदम मन्दिरमा पनि म यति आनन्दमा थिएँ कि मेरो कुनै सीमा नै थिएन अनि आई जस्ट कि अब कृष्ण भक्तहरू भेटेपछि ओहो म त यहाँ यति धेरै प्रेम दिन्छु कि मेरो भएको भित्रको सब खोलेर राख्छु भनेर मैले हरेक कोसिस गरेँ मन्दिरमा सरसफाइ गर्ने भाँडा माझ्नेदेखि लिएर आई ट्राइड एभ्रिथिङ सेवाहरूमा पनि जति सक्छ आफूले म कोसिस गर्थेँ मेरो भित्र यति धेरै माया थियो कि मलाई त्यो पोर गर्ने ठाउँ चाहिरहेको थियो अनि भक्त होइन के भक्त जस्तो को होला र प्यारो तर बिस्तारै बिस्तारै म एकदम के मान्छेहरू एकदम गसिपिङ गर्ने त्यहाँ पनि अलिक भर्बली अब्युज गरेको मलाई अनि त्यहाँ पनि एउटा ट्रमाटाइज टक्सिसिटी जस्तै भयो कि मलाई मन्दिरमा अनि राम्रो माताजी प्रभुजीहरू पनि धेरै हुनुहुन्छ तर अब देयर सम माताजिज एन्ड अल द्याट एकदम डेभस्टेटिङ सिचुएसन आयो मलाई फल्स एक्युजेसन्सहरू लाग्यो अनि जस्ट मैले धेरै भक्तहरू पनि देखेँ द्याट स्केयर्ड मी के खासमा अब म त आई वाज अलरेडी अवेक एन्ड आई नो लाइक आई एम द चोजन बेबी अनि मलाई मन्दिरै गएर भगवान् पाउनुपर्ने भन्ने थिएन तर म खुसी थिएँ जोस् अब च्यान्ट गर्ने मन्दिरमा प्रसादम पाउने अनि सेवा गर्ने एभ्रिथिङ वाज सो ब्युटिफुल अनि तर इट्स नट वाट इट इज अनि त्यसपछि चाहिँ नि मलाई जस्ट फिल भयो कि चर्च होस् मन्दिर होस् चाहे जहाँसुकै होस् होइन अब सबै टाइपको मान्छेहरू हुन्छ नै होइन अब हर्ट चाहिँ हुनुहुन्न एक्चुली कसैले केही भन्यो भन्दैमा उनीहरूले भन्यो भन्दैमा हामी त्यही हुने उनीहरूलाई हाम्रो के नै थाहा छ र तर पनि सकेसम्म एउटा भक्त भएर चाहिँ कहिले पनि भक्तहरूलाई नराम्रो गर्नु हुँदैन भन्ने चाहिँ हुनुपर्छ किनभने कृष्ण आखिरमा हामी श्रीकृष्ण वासुदेवको हामी नाक राख्नुपर्छ आफ्नो भगवान्जीको जस्तो लाग्थ्यो तर यस्तै हो जोस् म खुसी छु कि आई एम द चोजन बेबी एन्ड आई एम स्पिरिचुअली अवेकन सोल एन्ड त्योभन्दा ब्युटिफुल फिलिङ के होला र that's it for today. Thank you for listening to whatever I had to share. If you are a devotee, try not to hurt anybody, especially devotees. कोही पनि भक्त भएर भक्तलाई त झन् हर्टै नगर्नु हर्ट भनेको कसैलाई पनि गर्नु हुँदैन झन् मन्दिरमा आएको बच्चाहरू जो सबै बाटो बन्द भइसक्यो सबै ढोका बन्द भएर लास्ट ठाउँ आउने भनेको भगवान्को मन्दिर त्यही भएर भगवान्को मन्दिरमा आएको बच्चाहरूलाई कहिले पनि चित्त नदुखाउनु हरि बोल